हामी बिहान 3 बजेर कति मिनेटमा हिँड्दा यहाँ अब अहिले 9 बज्नु आँट्यो पुग्यो। अब यति साह्रो अग्लो रहेछ तर अब हामी पुग्नु आँट्यो। यहाँ हाम्रो आइचुन्चु चाहिँ अलिक आउनु सकेन, आधी बाटोमा उसलाई चाहिँ तल बोकेर लिएर आउँदैछ। दाजुलाई कहाँ गएछ? ए अब चाहिँ हामी यहाँ माथि पुग्नु आँट्यो। अब तपाईँलाई अहिले एकछिनमा देखाउँछु। मलाई चाहिँ हामी अस्ति लाडिङिम्बु जाँदा चाहिँ यी जग्गामा आउनु पुरा रहर लागेको थियो। एक हप्तामै प्लान बनाएर चाहिँ हामी आएको, आइमुनाले प्लान गर्नुभएको। एकदमै खुसी लागेको छु। यहाँ आई माताको दर्शन पनि गरेँ। मेरो एउटा इच्छा थियो, त्यो पनि अब पुग्छ होला, ठुलो आशा छ। त्यहाँदेखि हाम्रो यहाँ नेपालको बिचरा यो बनाउने दाजु भाइ को सबैजनालाई धेरै धेरै धन्यवाद। यस्तो राम्रो बनाएको रहेछ, टोइलेट सुविस्ता, पानी सुविस्ता, बाटो राम्रो, यति साह्रो राम्रो रहेछ। कोहीले भन्छ नि अब है नेपालमा त डेभलपै भएको छ। डेभलप चाहिँ पुरै भएको रहेछ। हेर्नुहोस् यस्तो कुन जग्गामा छ, हेर्नुहोस् न, यति राम्रो राम्रो बनाएको रहेछ। हेर्नुहोस् हामी दाजुहरूलाई पनि एकदमै धन्यवाद छ। यसरी बनाएर मान्छे बस्ने जग्गा यहाँ छ, सुविस्ता यसरी गरिदिएको छ हो। मेरो बहिनी चाहिँ आउनु सकेन, त्यसलाई लिएर आउँदैछ। दाजुलाई पनि धन्यवाद बिचरा। मेरो बहिनी बिचरा हिँड्ने चाहिँ कोसिस गर्यो तर टक्कै उसको खुट्टाले गर्दाखेरि अलिक भयो। तर पुग्नै पर्यो, के गर्नु होइन। सक्सेस चाहिँ गरी छाड्यो उसले एकदमै। आधी बाटोदेखि बिचरा कोसिस चाहिँ गरे, कति हिँडे तर अब उसलाई सकेन अब होइन। यहाँ हाम्रो दाजुहरू चाहिँ कहाँबाट आउनु भएको? हामी झापाबाट। अब पुग्नु अरे है दाजु। यी सबैजना आउनु हुँदैछ पछाडिबाट, कोही फर्किनु हुँदैछ। हामी चाहिँ यहाँ जाँदैछु। कति बेलामा आउँदाखेरि चाहिँ अदुवा डल पिस पिस गरेर लिएर आउनुपर्ने छ, मकै भुटेर आउनुपर्ने रहेछ हो। एकदमै हाम्रो यहाँ नेपालको दाजुहरू पनि साह्रै राम्रो रहेछ। यसरी खुसी लाग्यो। मन्दिरको बाटो हेरिहाल्नुहोस्, यति राम्रो रहेछ। यसरी जसले बनाइदिनु भयो उहाँलाई पनि एकदमै मेरो तर्फबाट, हाम्रो ग्रुपको तर्फबाट एकदमै धन्यवाद छ। हेर्नुहोस् यस्तो मजाको। हामी निस्किँदा चाहिँ पानी पुरा पऱ्यो। अब अहिले आउँदा हेर्नुहोस् न, हिउँ परेर घाम लागेर एकदमै दामी भएको छ। हाम्रो नेपालको दाजुभाइ दिदीबहिनी सबैलाई एकदमै धन्यवाद। एकदमै यहाँ दामी दामी यसरी बनाएको रहेछ। पानीले पनि नबित्ने। यहाँ माथि चाहिँ घाम लाग्दैछ। यसरी छ। यहाँ हाम्रो सञ्चा कुमारी पनि एकदमै उसको चिताको काम सब पुगोस्, राम्रो होस्, आफूले सोचेको सब सक्सेस होस् सबैजनालाई हो। एकदमै खुसी लाग्यो यहाँ आएर। यहाँ हेरिहाल्नुहोस् यस्तो छ। हेर्नुहोस् घन्टी यस्तो छ। 3 पङ्खा चाहिँ लगाउनु भनेको हुँदैन रहेछ। यहाँ चाहिँ यस्तो रहेछ। कति बेला यसरी चाहिँ घन्टीहरू झुन्डाइदिएको छ। धन्यवाद छ। मेरो नानीको हुनेछ पुगोस्। यसरी नै होस्, चिताको काम सबै पुगोस्। मेरो दुख बिमार कसैलाई नलागोस्, सबैजना राम्रो होस्।
आइफोन चाहिँ यहाँबाट यसो मात्रै गरिदिनुहोस् ल यसो मात्रै बस्नुहोस् ल किन नाति बिचमा नातिदिनु ल यता फर्किनुहोस् न अनि बेटी क्यामेरा हुने छैन भन्न त पतिबाट मन्दिर अब जाँदैछु तर कतिजना हिँड्नु नसक्नेलाई चाहिँ साह्रै पर्ने रहेछ हो विशेष नानीहरूलाई एकदमै यहाँको लेक लाग्दो रहेछ बिचरा कतिजना नानीहरू बिमार पनि भयो हो यस्तो रहेछ के राम्रो छ मन चाहिँ एकदमै शान्ति भएर आयो तपाईँहरू पनि दर्शन गर्नुहोस् कतिजना त आउनु सक्दैन होला अब बुढाबुढी भयो होइन अब यहाँ दर्शन गर्नुहोस् ल म लाइभ भिडियो भरे तक पुगेर हालिदिन्छु हो यहाँ हेर्नुहोस् यसरी छ हाम्रो यहाँ फोटोहरू खिच्ने जग्गा चाहिँ यहाँ छ सबैजना यसरी हिँड्दैछु अरे आमाहरू कहाँबाट आउनुभयो ए तपाईँ ठिकै हुनुहुन्छ मन्दिर है घर चाहिँ कहाँ हो तपाईँको घर चाहिँ कहाँ हो तप्लेजुङ ए कतिजना आउनु भएको छ तपाईँहरू कतिजना आउनु भएको छ ए हुन्छ विशेष जानुहोस् ल हुन्छ हजुर हामी सिक्किमबाट आएको हुन्छ विशेष जानुहोस् ल ल अब फाइनली हामी चाहिँ यहाँ आइपुग्यो माताको दरबारमा एकदमै ओठ पनि लिपस्टिक लगाएको छ भएछ कालो कालो भएछ हौ त्यहाँ त हो ठन्डा चाहिँ यति डरलाग्दो रहेछ मलाई चाहिँ मेरो आइपम्चीले सँगसँगै रिसाएर हिँड्दैछ ल मैले यहाँ आउनु पुरा चिताएको थिएँ त्यो पनि पुरा भयो यसपालि 2025मा चाहिँ नै मात्रै बेसी घुमेँ मैले हो एकदमै राम्रो भयो यहाँ सोचेको सब पुरा भयो भाइ कहाँबाट आउनु भएको भाइ कहाँबाट आउनु भएको तपाईँलाई थाकेन गुड यहाँ हेर्नुहोस् है नानीहरू नानीहरू थाक्दैन है तपाईँ आमा ए तपाईँ कहाँबाट आउनु भएको झापाबाट ठिकै हुनुहुन्छ उम्बा आउँदा ठिकै भयो अलिक कठिन भयो होला ठिकै हो सजिलो त कहाँ हुन्छ है माताहरूकोमा आउँदा ए हुन्छ जानुहोस् ल ओइ टाढोसम्म आइज ल हाम्रो आइदी सेन माथि पर्खिरहेछ मेरो बहिनीले यहाँ माथि पर्खिरहेछ हामीलाई ए ल हाम्रो आइसक्छौँ
यहाँ छ यसरी 6 महिनाको नानी बोकिन्छ हेर्ने छक्कै पर्ला 6 महिना नानी कसो रहेछ छुमछुम डरले बोकिरहेको आएर म यहाँ छ ओडेर दृष्टि लाग्छ कालो न कालो भएछ कालो न कालो भएछ को यो ओडे नि खै पूजा अरे कति बार आउने चाहिँ के भयो सक्सेस भयो है सक्सेस भयो ल एकदमै धन्यवाद सबै साथीहरूलाई पनि आइपुग्यो सोचेको मात्रै थियो आइपुगिहाल्यो यहाँ हेरिहाल्नुहोस् यस्तो छ यस्तो ब्युटिफुल जग्गा यस्तो छ तपाईँहरूले पनि दर्शन गर्नुहोस् यहाँबाट कतिजना आउनु सकेन भने यहाँबाट दर्शन गर्दा पनि हुन्छ ल हाम्रो दाजुलाई पनि धेरै धेरै धन्यवाद मेरो बहिनीलाई यहाँसम्म ल्याइदिनु भएकोमा एकदमै तपाईँको नाम चाहिँ के होला है दाजु नाम के हो मेरो दिलकुमार कृष्ण हजुर नाम पनि त्यस्तै रहेछ नि परेको दिलकुमार कुमारै रहेछ परे ए तपाईँलाई पनि धेरै धेरै धन्यवाद कहाँबाट आउनु भएको झापाबाट थाक्यो यो बहिनी झापाबाट आएको ए मजा लाग्यो खुसी लाग्यो ल हाम्रो ग्रुपहरू यहाँ चाहिँ हाम्रो माछिला तपाईँ कस्तो भयो थाक्यो कि थाक्यो नि त्यति साह्रो चाहिँ परेन परेन है नानी लिइ छाडे नानीले हैन मैले बोक्नु खोज्यो नि हो यो के लुङ्ता लाग्दैन कसको यो लुङ्ता हाम्रो होला हो मेरो होला तपाईँहरू चाहिँ कहाँबाट आउनु भएको यहीँकै हो ए तर दामी रहेछ यहाँ चाहिँ पानीको सुविस्ता है टोइलेट एकदमै राम्रो लाग्यो तपाईँहरूलाई चाहिँ एकदमै धन्यवाद धेरै धेरै अहिले सकेन नि ल सकेन बोक्नु लाउँछ हामी चाहिँ पाथिभारा चाहिँ आइपुग्यो हेरिहाल्नुहोस् यस्तो छ है यहाँ हेरिहाल्नुहोस् पाथिभारा मन्दिरमा हामी आइपुग्यो है अन्त रेस्की पैसाहरू एउटा छैन गुजीमा है भाइ अलिकति बाटोहरू तपाईँ यो डल्लै लाइन हो हामी छुङछुङ पड्केर ल्याएको नानी जस्तो बोकेर ल्याएको मेरो पनि चाहिँ राख्दैन ल यहाँ यस्तो रहेछ हेरिहाल्नुहोस् कतिबार चाहिँ यसरी हिँड्नुपर्ने रहेछ लाइनमा अन्त मात्रै मन्दिरको चाहिँ दर्शन हुँदो रहेछ यसरी हेर्नुहोस् यहाँ आइपुग्यौँ चाहिँ अब हेर्नुहोस् यस्तो दामी छ हुन्छ पसन्द नगरौँ यसलाई पर्खिँदै लिएर आएको नि कस्तो लाग्यो कस्तो लाग्यो ठिकै रहेछ नसकेर पुरा भिजोकै भएर होइन यसो लाग्यो पुग्दैन जस्तो लाग्यो कि ठिकै छ आफ्नो होइन आफैले उयो गरेर होइन आफै नसकेर त हो यी पुछुरिङ चुङचुङ यहाँ पुगेँ हेरे यही यी आम्मा दामी ला भयो लाइभ भिडियो जा यस्तो पारा रहेछ सबैमा तिन लाइन रहेछ यहाँ छ आइजम्कीहरू बहिनीहरू हो अब यतिमै राख्छु बेसी उयो गरे पनि